So hello and welcome to my back to my vlogs. New day, new vlogs. So आजको दिन चाहिँ म अलिकति अनौठै गर्न लाग्छु किनभने आजको दिन चाहिँ अब घरमा म बसेँ अनि त्यसपछि चाहिँ बजेले चाहिँ मेरो मम्मीको मम्मीले चाहिँ दत्तात्रेय घरमा खाना खान आऊ भन्दै थियो। सो म अब दत्तात्रेय घरमा खाना खान जान लाग्छु अनि आजको दिनमा चाहिँ हामी 3-4 वटा जति रिल्स बनाउँछौँ होला इन्स्टाग्राम युट्युबको लागि अनि त्यसपछि अनि केटाहरूलाई बोलाउनु पर्यो टक्क हैन त्यही हो। अब म जान्दैछु अनि गाइज यु वान सी समथिङ यु वान सी छप्री लुक्स कस्तो हुन्छ हेर्ने गाइज छप्री लुक्स चाहिँ कस्तो हुन्छ भन्ने होइन म देखाउँछु है त। ए छप्री लुक्स के मा बाउले किनिदिएको के लुगा यो प्यान्ट हेर्न कस्तो प्यान्ट किन्ने भने पुरै छप्री छ के ल आज त म केटाहरूले पनि छप्री छप्री भन्छ होला हौ साँच्चीकै भने तर रेस्पेक्ट अर द फादर्स होइन रेस्पेक्ट गर्नुपर्छ फादर्सहरूलाई चाहे आफ्नो बुवा किन नहोस् चाहे अर्को बुवा किन नहोस् आफूभन्दा ठुलो मान्छेलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ। सो त्यही रेस्पेक्ट गर्नुको कारणले मैले लगाएको हो यो लुगा नत्र तपाईँहरूलाई थाहा नै छ म यस्तो लुगा कहिले नि लगाउँदिनँ भनेर। सो त्यही हो अब म दत्तात्रेय घर जान्छु अनि दत्तात्रेय घर पुगेपछि चाहिँ म फेरि भ्लग सुरु गर्छु होला। सो मेरो बजे चाहिँ अहिलेसम्म यस्तो क्यामेरामा बसेको छैन क्या मन हुन्छ नि यस्तो क्यामेरामा भिडियोमा आएको छैन। सो म घर गएर पनि भ्लग्स बनाउँछु एन्ड सी वाट सी विल टोल्ड इङ्ग्लिस अलिकति आउँदैन क्या गाइस त्यस भएर गाह्रो पऱ्यो क्या। सो अब उता दत्तात्रेय घर गएर भेटौँला है त ग्याङ सिया। यही हो घर पहिला म कति 2 इयर्स जति यता यो घरमा बसिसकेँ कति 2 इयर्स जति म घरमा बसिसकेँ अनि त्यसपछि म उता मेरो घर लिवाली घरमा बस्न गएँ हो। यहाँ बत्ती सत्ती पनि अलिकति हिजो मिटर पर्केर बत्ती पनि गइरहेछ क्या। सो लेट्स सी है मेरो बजेले सुतिराख्नु भएको छ सुतिराख्नु भएको छ लुगा किनिदिएको हेर्नु न कस्तो छ छैन पुरै छैन राम्रो राम्रो छ र गाइज छप्री लुगा किन्दै चाहिँ सुगर लायो रे तपाईँलाई सुगर अन्त हिजो अस्ति त्यत्रो बिरामी भएको नि नबसाल्नु भने अहिले तिमी खाने हो खाना खानु पर्ला खाने हो बसाले छैन। सो त्यही हो गाइस है बजेले टक्क अब खाना बनाउनु जानु लाग्छ पुरै भोक लागिरहेछ कि पुरै यो लुगाले चाहिँ मलाई कस्तो आज अनकम्फोर्टेबल फिल भइरहेछ कि यो छप्री लुक्स भएर के यो हेर न यार छ्या के गर्नु अब बाउले किनिदिएपछि लगाउनु परिहाल्यो। सो अब म खानासाना खाएर केटाहरूलाई कल गर्छु अनि केटाहरूलाई कल गरेपछि चाहिँ अनि केटाहरू भेटेपछि चाहिँ भ्लग सुरु गर्छु है त। सो वेट फर मोमेन्ट गाइज। सो गाइज म घरबाट खानासाना खाएर निस्किसकेँ अनि यहाँ सिरज भाइ मलाई लिन आयो अनि त्यसपछि मेरो विमल साथी पहिला यस्तो सिङ्कामा जस्तै दुब्लो भएको मान्छेले यस्तो ज्याक भइसक्यो मा सब चिटिङ गर्छ यार गर्लफ्रेन्डले त धोका दियो आज आएर साथीले पनि धोका दियो क्या भन्यो नि त टिप्स मोटाउनेको ओए निन्द्रामा कम्प्रोमाइज नगर त्यति हो। निन्द्रा के भने निन्द्रामा कम्प्रोमाइज नगर त्यो भन्नाले त्यो भन्नाले अब टाइममा सुत्ने सुत होइन ए टाइममा सुत भनेको होइन त्यही हो टाइममा सुत्ने तिमी भने डेली कति आवर सुत्छ डेलीमा कति आवर सुत्छ भने दिल्लीमा होइन नेपालमा सुत्छु हौ दिल्ली कति के दिनमा कति दिनमा भनेको दिनमा म 9 घन्टा सुत्छु होला 9 घन्टा पुग्दैन नि पुग्दैन त्यतिले कहाँ जान्ने भाइ तिमी महालक्ष्मी। सो गाइज हामीले सिरज भाइले चाहिँ सिम्लिसकेको छ टक्क अब प्र्याङ्क कल गर्ने होला होइन मलाई चाहिँ प्र्याङ्क कल नगर है राति त्यो पनि डिस्टर्ब हुन्छ। कुन चाहिँ लिन लाग्यो तिमीले सो यही हो नम्बर चाहिँ नदेखाउँ होइन कसको नाम चाहिँ फेरि लास ऱ्याग हाल्छ तिम्रै हो यो
भर्खर नाइट आएको होइन तिम्रो भाइ के यसो नम्बर हाल्नुपर्छ हो अनि एक्टिभेट हुन्छ होला होइन त्यस्तो भयो यार सिम लिनु पनि लास गाह्रो रहेछ म त त्यो के भन्छ त्यो बिस्कुट चाउचाउ किनेर चाहिँ पसलमा गएर सिम दिने मात्रै होला भनेको त यस्तो के लेख्नु पर्ने रहेछ त यार बस त्यही हो गाइज अब सिरज भाइले यहाँ सिम लिन्छ अनि सिम लिएपछि अब नयन आर्यस एनिस दियालाई भेट्नेछौँ अनि त्यसपछि रिल्स बनाउँछु भन्नु बसेको आज रिल्स बनाउँछु अनि पछि के हुन्छ हेर्दै जाउँ न है बाई मेरो लुक्स कस्तो छ केटा ओइ मेरो लुक्स कस्तो छ ड्याडीको कस्तो छ के मन परेन राम्रै छ त भन्न कस्तो चाहिँ ओइ माया फुस्किन्छ सो मैले चाहिँ अब मेरो टिम मेम्बरहरू सब भेटिसकेको छु होइन हेलो ग्याङ 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 हेलो हेलो सो यहाँ मैले सबजना भेटिसकेको छु होइन अब चाहिँ हामी अब तपाईँ के बनाउने अरे रिल्स बनाउनु लाग्यो अब रिल्स एउटा बनाऊँ अनि त्यसपछि भेटौँ लाग्यो गाइस यहाँ बिहाइन्ड द सिन है यसले चाहिँ के भन्छ होइन अब जे भयो नि हाम्रो साथी हो यार त्यसो नभन्न भन्छ होइन अन्त ठ्याक्कै त्यहाँ यताबाट खिच्छ कि क्यामेरा अन्त चाहिँ अब अलिकति हुन्छ नि अब वाह यो चाहिँ मेरो पक्का दोष हो यार मिल्ने साथीहरू रहेछ यार भन्ने उहाँलाई दिनु पऱ्यो कि रियाक्सन ल त्यति हो ब्लग कसरी खिच्न सो कालीको भ्लग सक्यो अब त्यसपछि अब पुड्काको भ्लग अनि त्यसपछि ओ माय गॉड तिमीले दिएको छैन होला ओ कहाँ गयो डिजाना हेलो बा मेरो दाइ हो बियर बाँकी छ बा खानुस् झ्याप हुन्छ खानुस् फुल भएको भए मैले खाइदिन्थेँ यार केटा हो फोकटमा मिलेका त हातैदेखि निलेका सो त्यही हो अब हामी रेमीको पसल जान्दैछौँ ऊ यहाँबाट आएछ मा आन्टी चिप्स दिन्न त्यो अस्तिको एउटा कुन चाहिँ होइन यो हो यही थियो क्या यही हो है लिउ न दुइटा जति यो चाहिँ सुटको लागि है सुटको लागि पनि माया के किन्नुपर्छ यहाँ तिमीले पे गरिदिनुलाई हो वाइफाई छैन नि छ तिमीसँग के 40 रुपियाँ छैन पानी छ बाबु टा पानी बिहामा पुटा ल तोड्नेला पुटाको ल सो त्यही हो गाइस अब यो सुट सकाएर भेटौँला है त गाइज अहिले यहाँनिर चाहिँ यिनीहरू चाहिँ के भन्छ ट्याटु क्लासको यस्तो यस्तो गरेर चाहिँ अनि अहिले नेक्स्ट सुट भइरहेको छ यो चाहिँ हाम्रो ग्रुपको एकदमै ठुलो मान्छे चाहिँ धेरै नै चाँडो बढ्दो रहेछ चिन्छस् फुच्चे नरिसान कति न बाबु रेडी हो हामी चाहिँ सुट गर्दा गर्दै यता चिप्स खाने ठाउँमा आइपुगेपछि यिनीहरू चाहिँ दुईजना रोल म्यान यिनीहरू चाहिँ मेन क्यारेक्टर हो यिनीहरू चाहिँ चिप्स खानेवाला हो अनि यहाँ चाहिँ यस्तो राम्रो देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ हाम्रो नयन भाइ नयन भाइलाई चाहिँ सो हेलो एन्ड वन्स अगेन वेलकम टु माई भ्लग सो आजको भ्लग चाहिँ के भयो भनेमा एकदम रमाइलो भयो आज हामीले सुटहरू पनि गऱ्यौँ है बाबु चिप्स खाएर छेरपाटी त लागेन नि तँलाई मलाई त्यो हिजो त्यति दङ्गल खाएर छेरपाटी लाग्यो नि है त्यो खाएको थियो अब यो भन्दै अब हामी यताको भ्लग आजको भ्लग यहीँ इन गरिदिनु पर्ला सो सी इन द नेक्स्ट भ्लग एन्ड थ्याङ्क यू सो मच किप सपोर्टिङ किप लभिङ बाई बाई